हाम्रो आज यो बुद्ध शान्ति गाउँपालिकाबाट चाहिँ भूकम्प प्रतिरोधी सुलभ तथा मन्त्री पूर्ण यो घर बनाउने तालिम दिइरहेको छ गाउँपालिकाले। त्यसमा चाहिँ हाम्रो यहाँ साथीहरूले चाहिँ पुरै यहाँ एउटा टोयलेट निर्माण गर्ने भनिएको छ। यो टोयलेट निर्माण गर्ने काममा चाहिँ पुरै खटिएर काम गरिराख्नु भएको छ। हामीले आज 28 गतेदेखि थालेर चाहिँ हामी आज 1 गतेमा यहाँसम्म आइपुगेका छौँ। आज हामीले यसलाई प्लम गरेर टाइपिङ टिम कसेर भोलि चाहिँ हामी यसलाई पिलर उठाउनेछौँ। त्यो कारणले गर्दाखेरि आज साथीहरूले सबैले खटिएर यसरी काम गरिराख्नु भएको छ। यो काम चाहिँ एकदम हामी मजदुरहरूको लागि चाहिँ यो गाउँपालिका बुद्ध शान्ति गाउँपालिका भरि चाहिँ मान्यता प्राप्त सर्टिफिकेट उपलब्ध गराइदिने भन्ने कुरा छ र यो काम सकिएको हामीले 6 गते सक्नेछौँ। 6 गते चाहिँ हाम्रो यो फाइनल कार्यक्रममा चाहिँ सबैलाई एक्जाम गराएर मात्रै अनि प्रमाणपत्र दिने भन्ने कुरा अहिले चलिरहेको छ। त्यो कारणले गर्दा यहाँ जति पनि उपस्थित हुनुभएको छ, खटिएर काम गरिराख्नु भएको छ, उहाँहरू चाहिँ सबैजना चाहिँ हामी चाहिँ यो गाउँपालिका मान्यता प्राप्त सर्टिफिकेटको लागि चाहिँ यहाँ उपस्थित भएर चाहिँ हामीले काम गरिरहेका छौँ। हामीले यो चाहिँ गाउँपालिका मान्यता प्राप्त यो पानीघट्टा यता बाहुवन जङ्गलको छारमा यो घाटमा चाहिँ मलामी घाटमा चाहिँ हामीले यो टोयलेट बनाउने काम गरिरहेका छौँ। मलामीहरूको लागि सहज र सरल तरिकाले चाहिँ उहाँहरूले हिसाब पिसाब आउँदाखेरि वन जङ्गलमा नजाउन् भनेर चाहिँ खुल्ला दिसा पिसाब मुक्त घोषणा भइसकेको ठाउँ हुनाले गर्दाखेरि चाहिँ हामीले यसलाई चाहिँ टोयलेट निर्माण गरिराखेका छौँ। मलामीहरूको लागि चाहिँ हामीले यहाँ पुरै टोयलेट निर्माण गरिरहेका छौँ। हाम्रो दामोदर सर हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो तालिमको प्रशिक्षक, उहाँले यो योजना लिएर आउनुभएको छ। र यता हुनुहुन्छ हाम्रो इन्जिनियर सर हुनुहुन्छ, उहाँले नै हामीलाई सबै कुराहरू सिकाएर आउनुभएको छ। यहाँ हामीलाई कम्प्युटरबाट अनि पुरै भिडियो देखाएर पनि हामीलाई तालिम भइरहेको छ। र उहाँ हुनुहुन्छ हाम्रो दामोदर सर, उहाँले नै हामीलाई यो तालिमहरू चाहिँ उहाँले उयो गरिराख्नु भएको छ, हेरचाह गरिराख्नु भएको छ। र यता हुनुहुन्छ हाम्रो इन्जिनियर सर, उहाँले हामीलाई उयो गरिराख्नु भएको छ, निरीक्षणमा राखिराख्नु भएको छ। सबैजना यहाँ यो तालिममा चाहिँ आउनुभएको चाहिँ बुद्ध शान्ति गाउँपालिकाको 7 वडाको मान्छेहरू छौँ। हामीले 26 जनाले चाहिँ प्रत्येक दिन यहाँ तालिम लिइरहेका छौँ। 26 जनाले तालिम लिने जारी छ। हाम्रो 6 गते यो तालिम फाइनल हुनेछ र म पनि यो तालिममा चाहिँ आएको छु। त्यो कारणले गर्दाखेरि सबैजनालाई बुद्ध शान्ति गाउँपालिका भरिको हाम्रो आदरणीय दाजु तथा दिदीबहिनीहरूलाई चाहिँ यो हेर्नु मिलोस्, उहाँहरूले पनि पालिकाले के काम गरिरहेको छ र ओडाले के काम गरिरहेको छ भन्ने कुराहरू थाहा पाउनु हुनेछ भनेर मैले यो भिडियो चाहिँ साबित गरेको छु। त्यो कारणले गर्दाखेरि सबैजनाले हाम्रो गाउँपालिकाले चाहिँ यस्तो काम गरिरहेको छ भनेर चाहिँ एकचोटि लाइक कमेन्ट सेयर गरिदिनु होला। हस्त, धन्यवाद।